ग्रामीण अवस्था अथवा गाउँको अवस्थाको बारेको बयान गर्दैछु मैले। पहिला प्रत्येक गाउँमा के थियो भने पढे लेखेका मान्छे हुँदैनथे अनि खेतीपाती दुःख कष्ट गरेर जीवन निर्वाह गर्ने मान्छेहरू हुन्थे। त्यसो हुँदाखेरिमा त्यो बेलामा पनि मान्छेलाई औँसाबन्डा गर्न पर्थ्यो, अनि चिठी लेख्न पर्थ्यो, तम्सुक लेख्न पर्थ्यो, राजीनाम लेख्न पर्थ्यो, भोगबन्दकी लेख्न पर्थ्यो। कल झगडा भएपछिबाट प्रत्येक गाउँमा परिवारमा मिलाउन पर्थ्यो। त्यस्ता कुराहरू कुनै ठाउँमा कसले गर्थे। हाम्रो गाउँमा मेलकोट, चिनामाली, पयुँडाँडा, आरनटोल भन्ने गाउँहरू थिए। ती गाउँमा का मान्छेलाई मैले चिठी लेखिदिने, भरपाई लेखिदिने, तम्सुक लेखिदिने, राजीनाम, भोगबन्दकी, राजीनामा, भोगबन्दकी, बन्दकी, डिसी बन्दकी तिनीहरू लेखिदिन्थे। अनि अर्को कुरा, हेराउने कुरामा बच्चाहरू जन्मेपछि के नाम हुन्छ भनेर सोध्न आउँथे। तिनको नाम पात्रो हेरेर नक्षत्रबाट नाम जुराइदिन्थे। अनि त्यसपछि फेरि मान्छेहरूका सरसामानहरू हराइराख्ने, हाम्रा सामान हराइदिए। ती के कसले लयो होला, के भयो होला, सुन हरायो, चाँदी हरायो, तामा हरायो भनेर हेराउन आउँथे। तिनीहरूलाई सौनौती बेल पञ्चाङ्ग हेरेर तिनीहरूका हराएका सामानहरू यहाँ छ, उहाँ छ, यति ठाउँ टाढा छ, यस्तोमा परेको छ भनेर कैयौँ सुन चाँदी तमन कछनहरू भेट्टाउने काम गरिदिन्थे। अनि गाउँमा प्रत्येक ठाउँमा झगडा भयो भनेदेखिबाट हाम्रो घरमा झगडा भयो, कसरी मिलाउने होला भन्दा त्यहाँ गएर मैले छोरा बुहारी, सासू ससुरालाई अर्थी उपदेश दिएर घर झगडा मिलाइदिन्थेँ। अनि कुनै ठाउँमा गएर हाम्रो औँसाबन्डा भएको छैन भने तिनीहरूको औँसाबन्डा गराइदिएर खेतबारी घर तिनीहरूलाई मिलाइदिएर त्यो कुरो गर्थ्यौँ। त्यसमा हाम्रो दाइ खिमदत्त रेग्मी हुनुहुन्छ, उहाँले पनि मलाई साथ दिनुहुन्थ्यो। उहाँ पनि सदस्य, पञ्चायती व्यवस्थामा सदस्य भएर 12-15 वर्ष काम गर्नुभएको हो। उहाँले पनि मलाई लानुहुन्थ्यो। मैले लेखापढीको कामहरू मैले गर्थेँ। हाम्रो दाइ खिमदत्तले हाकिमको जस्तै एउटा हकी कुरा गर्ने, झगडा मिलाइदिने, मिलाउन पर्छ भनेर दाइले साथ दिनुहुन्थ्यो। यसरी दुई भाइ भएर पयुँडाँडा, मेलकोट, चिनामाली को गाउँमा हामीले काम गरेर मिलाएको धेरै इतिहासहरू जस्ताका तस्तै छन्। अहिले मेरो दाइ खिमदत्त 84 वर्ष हुनुभयो। म अब वैशाखबाट 78 वर्षमा लाग्छु। हामीले पहिला त्यसरी गर्न पर्ने अर्थ के थियो भने स्कुल थिएनन्, गाउँमा पढाउने संस्था थिएनन्। हामी ब्राह्मणका छोरा भएको नाताले घरमै हामीले बुबाबाट पनि पढ्थ्यौँ। अनि पहिला हाम्रा बुवालाई, हाम्रा बुढाबाहरूले पढाएर सबै कुराहरू पात्रो हेर्न, सौनौती हेर्न, बेलपञ्चाङ्ग हेर्न, कौमुदीका किताबहरू पढ्न, अमरकोशका किताब पढ्न, दुर्गा सप्तशतीका किताब पढ्न सिकाउनु भएको। हामीलाई पनि बुवाले फेरि हामीलाई सिकाउनु भयो। हामीले सिकेर अनि तिनी सबै पाठहरू, किताबहरू पढियो, थोरै धेरै पढियो। अनि पछि स्कुल खोलेपछि स्कुलमा गएर पढ्न गएर स्कुलबाट पढ्दै पढ्दै गएर म्याट्रिक पास भन्थे त्यो बेलामा। यस पछि गएर 1990 सालमा नेपालमा बल्ल एसएलसी दिने प्रस्ताव बोर्ड बस्यो। बोर्ड बसेपछि मन्त्रालयबाट एसएलसीको मान्यता 1990 सालमा भयो। त्यसपछि हामीले पढ्न जान पाइयो।
पढ्दै जाँदाखेरिमा मैले एसएलसी आइएसम्म पढेँ। अनि त्यसपछि म नरेठाँटी, शीतलपाटी, दुधिला भाटी हुँदै धेरै ठाउँमा शिक्षक काम गरेँ। अनि धेरै वर्ष 29-30 वर्षसम्म नरेठाँटी महेन्द्र माध्यमिक विद्यालयमा शिक्षक काम गरेर 35-36 वर्ष पढाइसकेपछि पछि म आफै पिन्सिङमा निस्केँ। मेरो खुसीले पिन्सिङमा निस्केँ। अहिले म पिन्सिङमा निस्केको पनि 20-22 वर्ष भयो। त्यहाँका गाउँका मान्छेहरूले तपाईँले हामीलाई लेख्न सिकाउनु भयो, पढ्न सिकाउनु भयो, हाम्रा चिठी तमसुक सबै सिकाउनुहुन्थ्यो। तपाईँ यहीँ बस्नुपर्छ भन्ने भनाइहरू सबैले गर्थे। म ती गाउँ वरिपरि बस्थेँ। पछि मेरा छोरा बुहारीहरू पढ्न बागलुङ आए। मेरा छोरीले पनि नरेठाँटी महेन्द्र माविबाटै एसएलसी गरे। त्यसपछि त्यो बेलामा आइए पढ्न लाई थिएन। पछि हटिया माध्यमिक विद्यालयमा 12 क्लास पढ्न पाउने उच्च मावि भन्ने खुलो र छोरा सुरेन्द्र दत्त रेग्मीले हटिया गएर 12 क्लास पास गरे। उनले पढ्ने बेलामा राम्रो विषय लिएर पढेपछि काम पाइन्छ नि बाबु भनेर छोरालाई गणित विषय पढ्न लगाएँ। छोरीले पनि ती महेन्द्र माविबाट एसएलसी पास गरिन्। उनलाई अङ्ग्रेजी पढ छोरी, एउटै विषय पढ्ने होइन, छोरीले एउटा विषय, छोराले एउटा विषय पढ, यही ठाउँमा काम पाइन्छ, यहाँ अब अङ्ग्रेजी गणितको अभाव छ भनेर पढ्न लगाएँ। अनि पढ्दै